आहा कति राम्रो बो बनेको छ आज चाहिँ है, किनभने मसँग फरक खालको फेब्रिक छ। यसको लम्बाइ चाहिँ 7 इन्ची छ भने यसको चौडाइ चाहिँ 3 त्यस्तै होला, 3 साढे 2 3 त्यस्तै छ। अनि यसलाई चाहिँ केही पनि गर्नु पर्दैन है, यसलाई चाहिँ एउटा राम्रो डिजाइन दिए मात्रै यो कपडा नै एकदमै राम्रो छ, फेब्रिकै एकदमै राम्रो छ र यो बनिसकेपछि चाहिँ तपाईको एकदमै फ्यान्सी एलिगेन्ट हैन, एकदमै क्यूट देखिन्छ। फरक खालको छ है यो, हामीले आफै बनाउँदाखेरि पनि आफै बन्छ र घरमा भन्ने खालको जस्तो देखिने खालको कपडा छ है। यसले फर्स्टमा चाहिँ हामीले जसरी हामीले बो बनाउँछौं नि त्यसरी नै बो बनाउने हो, एकदमै इजी छ। अनि यसलाई सानो सानो बनाउन पनि सकिन्छ, ठुलो ठुलो डिजाइनको बनाउन पनि सकिन्छ। मैले चाहिँ तपाईहरुलाई यो बो कम्प्लिट गरेर देखाउँछु है त। आज युट्युबमा भिडियो चाहिँ छैन, हिजोको भिडियो मात्रै छ युट्युबमा, यो चाहिँ मैले पुरै टोटल टिकटकमा चाहिँ हालेको छु। अनि बो बनाउने डिजाइन चाहिँ हामीले जुन सुरुबाट सिक्दै आएको छौं त्यो नै हो भने बोको बीचमा हामीले अरु बेलामा धागो हालेर यतिकै छोडिराको थियौं भने अब चाहिँ हामीले धागो हाल्दैनौं है त। यहाँनिर हेर्न सक्नुहुन्छ प्रोसेसलाई तपाईले। अनि यसको बीचमा चाहिँ हामीले सानो के रे बानेको वाला डिजाइन बनाउने हो। अनि जुन चाहिँ हामीले एकदम सानो कपडा लिएको छौं है, त्यसबाट नै हामीले बनाउने छौं। अनि साथीहरु हजुरहरुलाई भिडियोहरु कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। सबैजनाले साथ सपोर्ट दिनु होला, सबैजनाले रिपोस्ट पनि गर्दिनु होला, सबैजनाले फलो पनि गर्दिनु होला। अनि यो भिडियो तपाईको लागि एकदम फाइदाजनक भइराको छ भने फलो गर्नु होला है। अनि त्यसपछि यो भिडियोहरु मन पर्छ भने तपाईले आफ्नो साथीभाइलाई शेयर पनि गर्नु होला। डाउनलोडको अप्सन पनि छ होला, तपाईलाई मन पर्छ भने डाउनलोड पनि गर्नु होला। लगाउ नेपाल फेसबुकमा, इन्स्टाग्राममा अनि युट्युबमा पनि छ। अनि त्यहाँ पनि तपाईले गएर माया देखाउन सक्नुहुन्छ, सब्स्क्राइब गर्नु होला है। यतिकै गर्दाखेरि पनि हेर्नु त कति धेरै क्यूट देखियो। हामीले राम्रो खालको फेब्रिक किन्न सक्यौ भने चाहिँ एकदमै राम्रो हुन्छ। यो चाहिँ मसँग पनि छ है, तपाईले यसरी लहरा लहरा मगाउन सक्नुहुन्छ। तर यसको रेट चाहिँ तपाईले मलाई इनबक्समा सोध्न सक्नुहुन्छ, एकदम क्यूट छ। अनि मैले चाहिँ यही गम चाहिँ युज गरिरहेको छु, एकदमै मलाई सहज भएको छ है यो गमले चाहिँ। अर्को हट ग्लुले गराउने हो भने चाहिँ भिडियो राम्रो त्यहाँ बनाउन मिल्दैन क्या, त्यही भएर चाहिँ मैले यसरी बनाएको छु। ल हेर्नुस् त एकदमै राम्रो देखिएको छ। यो बो त कसलाई लगाउनु मन लाग्दैन र हेर्नु न सुनको जस्तो देखिएको छ। अब यसमा चाहिँ हामीले क्लिप चप्काउने हो, क्लिप पनि म चप्काएर देखाउँछु। क्लिप चप्काउन भेरी इजी, धेरै सजिलो छ, गाह्रो छैन। गम एकदम राम्रो खालको गम भएको भएर चाहिँ एउटा चप्काएपछि चाहिँ टेन्सन लिनै नपर्ने के। अब यो चप्क्यो भनेपछि भयो, टेन्सन खत्तम, त्यस्तो खालको छ। त्यही भएर पनि मलाई सजिलो भयो। अब यो ग्लु चाहिँ एकैछिन सुक्नलाई चाहिँ टाइम लाग्छ, तर सुरुमा राख्ने बित्तिकै चप्किदैन। हट ग्लुले चाहिँ चप्किन्छ तर यसले चाहिँ चप्किदैन के। ल हेर्नुस्, यसरी राखेर एकछिनसम्म छोपेर राख्ने हो। एकछिन पछि चाहिँ अनि ठ्याक्क यसलाई चाहिँ गरिदिने, सुकाउन दिने के है। एकदमै राम्रो बनेको छ, रेडी भएको छ है। यसलाई केही गर्नै परेको छैन, यसमा न मोती हाल्नु पर्यो न के हाल्नु पर्यो, यतिकै राम्रो देखिएछ। हजुर यहाँसम्म यो भिडियो हेर्नु भएको छ भने रिपोस्ट गर्न नबिर्सिनु होला, कमेन्ट गर्न नबिर्सिनु होला, अनि फलो गर्न नबिर्सिनु होला। सबैजनाले माया धेरै धेरै माया देखाइदिनु होला। थ्यांक यू सो मच फर वाचिङ।